बालेन 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 फेसबुक खोल्दा इन्स्टाग्राम खोल्दा युट्युब खोल्दा जताततै अहिले बालेन मात्रै चर्चामा छन्। सो यहाँनिर प्रश्न उठ्छ के बालेन नेपालको नयाँ प्रधानमन्त्री बन्छन् त? आउनुहोस् आजको यो भिडियोमा हामी डिटेलमा कुरा गर्छौँ, जहाँनिर योभन्दा अगाडिको भिडियो जस्तो एकदम स्ट्रक्चर्ड पाराको चाहिँ हुँदैन। यो चाहिँ अलिकति फ्री फ्लोइङ र बिचमा चाहिँ ऱ्यान्ट टाइपको पनि हुनसक्छ। सो सुरु गरौँ आजको भिडियो। के बालेन चाहिँ नेपालको नयाँ प्रधानमन्त्री बन्छन्? योभन्दा अगाडि मैले एउटा भिडियो अपलोड गरेको थिएँ जसको लास्टमा चाहिँ मैले यो क्वेसन राखेको थिएँ, के बालेन आगामी चुनाव जितेर नेपालको नयाँ प्राइम मिनिस्टर बन्लान् त? के बालेन रविको पार्टीले चाहिँ 138 सिट्स ल्याउलान् त? जसको बारेमा डिटेलमा यो भिडियोमा कुरा हुँदैछ आज। के बालेन चाहिँ नयाँ प्रधानमन्त्री बन्छन्? सो एकदम न्युज एकदम हाई के रहेको छ भन्दाखेरि चाहिँ बालेन चाहिँ केपी ओलीको गृह जिल्ला होइन, होम डिस्ट्रिक्ट झापाबाटै लड्दैछन् र झापामा पनि झापा 5बाट जहाँनिर चाहिँ केपी ओली आफै लड्छन् त्यहीँबाट चाहिँ बालेन लड्दैछन्। सो सर्वप्रथम बालेनलाई प्रधानमन्त्री बन्नको लागि फर्स्ट स्टेप के हुन जान्छ भनेदेखि चाहिँ आफू जहाँबाट लड्दैछन् त्यहाँबाट जित्न इम्पोर्टेन्ट छ। यदि त्यहाँबाटै जितेनन् भने त ल भिडियो यहीँनिर सक्यो भन्ने पनि हुन्छ। तर मानिलियौँ कि बालेन आफ्नो ठाउँबाट जित्छन्। अब अलिकति बेसिक क्राइटेरिया हुन्छ प्रधानमन्त्री बन्नको लागि होइन। बेसिक क्राइटेरिया कुन सेन्समा भन्दाखेरि चाहिँ कि त उनीहरूको पार्टीले मेजोरिटी ल्याउनु पर्यो, कि त उनीहरूको पार्टीले अर्को पार्टीसँग मिलेर मेजोरिटी बनाउनु पर्यो। सो एकछिनको लागि अलिकति आइडियल टाइपकै कुरा गरौँ है त। बालेनको पार्टी रासपालाई 138 सिट चाहिन्छ आफ्नो सरकार बनाउनको लागि र त्यो सरकारको प्रधानमन्त्री चाहिँ बालेन शाह हुन सक्छन्। र कुनै संविधान नै संशोधन गर्नु पर्यो भने चाहिँ 151 सिट चाहिन्छ र टोटल सिट भनेको चाहिँ 275 सिट हुन्छ। त्यो चाहिँ हामी सबैलाई थाहा नै छ होइन, जहाँनिर चाहिँ 165 भनेको डिरेक्ट इलेक्टेड हुन्छ होइन र बाँकीको 110 जना भनेको समानुपातिक तर्फबाट हुन्छ। बालेन भर्खरै जनकपुर पनि पुगेका थिए र जनकपुरमा हिजो आफ्नो एउटा स्पिच पनि दिएका थिए जहाँनिर चाहिँ धेरैजना पुगेका थिए। त्यहाँबाट एउटा कुरा के हेर्न सकिन्छ भन्दाखेरि चाहिँ लास्ट जब 2079 को चुनाव थियो त्यो बेलामा चाहिँ रासपाले लेस देन 1 लाख भोट भनौँ न होइन ल्याएका थिए समानुपातिक तर्फको। लेस देन 1 लाख भोट भनेपछि चाहिँ त्यो भनेको चाहिँ धेरै नै कम हो। मध्य प्रदेशको 8वटा जिल्लामा चाहिँ टोटल भन्ने हो भने लगभग 33 to 35 लाख भोटरहरू छन् भन्ने एउटा अफिसियल टाइपको डाटा छ होइन। त्यो अनुसारले हेर्ने हो भने चाहिँ यो डाटाको अकर्डिङ चाहिँ एकदम थोरै भोट पाएका थिए बालेनको पार्टी रासपाले होइन। तर यो पालि चाहिँ बालेनको प्रत्यक्ष जब बालेन आफै उठ्दैछन् भनेपछि चाहिँ बालेन अभियसली पनि अब मधेसबाट त उठ्दै छैनन्, तर बालेन अब चुनावमा जब उत्रिने भएपछि बालेनको पार्टी भनेर जब यसलाई मार्केटिङ गरिन्छ, जब यसको बारेमा प्रचार प्रसार गरिन्छ, त्यो कन्टेक्स्टमा चाहिँ योपल्ट धेरै भोट पर्ने जस्तो देख्छौँ होइन समानुपातिकबाट। सो आइएम एक्सपेक्टिङ अराउन्ड 5 to 10 लाख भोट चाहिँ पर्छ जस्तो लागिरहेको छ होइन। हुन यो पनि एउटा कुरा भन्छु है त, यस्तो पनि हुनसक्छ कि जस्तै यो भोटमा चाहिँ हामीले दुईजनालाई भोट गर्छौँ होइन। एउटा चाहिँ हाम्रो लोकल अब जुन एरियामा को उठेका छन् सांसदको लागि उनीहरूलाई भोट गर्छौँ होइन, र अर्को भनेको चाहिँ पार्टीलाई भोट गर्छौँ होइन। सो धेरैजना केसमा चाहिँ के हुनसक्छ भने मान्छेहरूले एउटा भोट चाहिँ पार्टीलाई दिन्छन् होला होइन, कि यो मेरो मान्छे उठेको छ, यो आफ्नो मान्छे उठेको छ, यो हाम्रो गाउँको हो यताउता भनेर दिन्छन् होला। तर एउटा भोट चाहिँ मोस्ट प्रोबेबली समानुपातिकतिर चाहिँ रासपाले भेट्ने चान्सेस एकदम बढी देख्छु। त्यो चाहिँ इन्टरनेटको सेन्टिमेन्ट्स र यताउता न्युजहरू जे हेरिरहेको छु त्योबाट कुरा गर्दैछु होइन। एज अफ नाउ कुरा गर्ने हो भने बालेनलाई यदि क्रिकेटसँग कम्पेयर गर्ने हो भने चाहिँ क्रिकेटमा जसरी एमएस धोनी आइपिएलमा चाहिँ सिएसकेको लागि छन्, जुन चाहिँ टिमभन्दा चाहिँ धेरै माथि उठिसकेका छन्, त्यस्तै गरी नै बालेन पनि अहिले रहेका छन् होइन। आफ्नो पार्टीभन्दा चाहिँ धेरै नै माथि गएको छन् होइन उनी। उनको पार्टीलाई उनले जति डिरेक्टली मान्छेहरू माथि पुगाउन सक्छन् त्यति चाहिँ अरूले पुगाउन नसक्ने अवस्था छ होइन। र यहाँनिर एउटा कुरा आउँछ कि पार्टीकै कुरा गर्दाखेरि देशको सबैभन्दा ठुलो पार्टी होइन, नेपालको सबैभन्दा ठुलो पार्टी कङ्ग्रेस जब टुक्रिएको थियो भनौँ न, जब गगनलाई चाहिँ सभापति चुनियो त्यसपछि अब यतापट्टि अर्को न्युज के आउँदैछ भन्दाखेरि आज बिहानै के न्युज आउँदैछ भन्दा शेरबहादुर देउवा चाहिँ चुनावमा नलड्ने भएका छन् र शेरबहादुरको टिमहरू चाहिँ नेगोसिएट चाहिँ गर्छन् रे गगन थापाको टिमसँग कि अब उनीहरूलाई केही सिट चाहिएको होला। जबकि अर्कोतर्फ के सेन्टिमेन्ट्स आइरहेको छ भने गगन थापाको टिमहरूले चाहिँ अब ठुला बडा नेता भन्नाले ओल्ड एज नेताहरू होइन, वरिष्ठ नेताहरूले चाहिँ विश्राम लिनुपर्ने र युवा नेतृत्व आउनुपर्ने टाइपको उनीहरूले भन्दैछन् होइन, जुन चाहिँ एकदम राम्रो पनि हो। र यदि बाइचान्स पछि गएर चाहिँ रासपाले मेजोरिटी ल्याउन सकेन र अहिलेको टाइममा यदि
कङ्ग्रेसमा चाहिँ राम्रो मान्छेहरू आउँछन् र राम्रो नेतृत्व आउँछ भने अभियसली पनि होइन त्यसलाई कन्सिडर चाहिँ गर्छन् होला नै होइन इभेन्चुअली यसो हेर्दाखेरि एज अफ नाउ भन्ने हो भने गगन थापा पनि त्यस्तो टाइपको क्यान्डिडेट जस्तो चाहिँ देख्छन् जसले चाहिँ मिलेर काम गर्न सक्छन् होला होइन सो डेफिनेटली यो कङ्ग्रेसको जुन नेतृत्व चेन्ज भएको छ त्यसले चाहिँ इभेन्चुअली हेल्प गर्छ जस्तो लाग्छ होइन अहिले मैले मोस्ट प्रोबेबली बुझाउन नसके पनि यसले चाहिँ डेफिनेटली पनि वर्क चाहिँ गर्छ होला अब लेट्स एड्रेस एलिफेन्ट इन द रुम होइन जुन पिपुल फेड अप विथ ओल्ड लिडर होइन मान्छेहरू चाहिँ एकदम वाक्क दिक्क लागिसकेका छन् पुरानो नेताहरूदेखि यतिपल्ट मौका दिए चुनावमा लड्ने यतिपल्ट चुनावमा भोट दिए होइन यतिपल्ट मौका दिए कि के गर्छन् होला केही गर्छन् होला भनेर तर केही गरेनन् र यो पल्ट पनि फेरि जनता यदि त्यसरी नै मूर्ख बन्छन् भनेदेखि चाहिँ अब के नै भन्न सकिन्छ त्यसमा चाहिँ केही भन्ने कुरो आएन तर यदि त्यस्तो नहुने हो भने चाहिँ जनताहरू पनि धेरै नै वाक्क दिक्क लागिसकेका छन् सो त्यो कन्टेक्स्टमा चाहिँ हुनसक्छ कि धेरैभन्दा धेरै भोट चाहिँ राष्ट्र स्वतन्त्र पार्टी या भनौँ अर्कोतिर भन्ने हो भने चाहिँ युवा लिडरहरूतिर होइन यतातिर भन्ने हो भने चाहिँ इभन टु सर्टेन पोइन्ट जुन कुलमान घिसिङको पार्टी रहेको छ उज्यालो नेपाल पार्टी उनीहरूले पनि धेरै भोट पाउन सक्दैन सो पुरानो नेताहरूले जब भोट पर्दैन भने उनीहरू जब आउँदैनन् भने केही नयाँ फेसेसहरू आउँछन् भने न्यू सोच न्यू विचार आउँछन् त्यसले चाहिँ मेबी हुनसक्छ होइन उनीहरू चाहिँ पोलिटिक्समा के हुन्छ जेनरली भन्दाखेरि चाहिँ कोही कसैको ओपोनेन्ट हुँदैन होइन मतलब कि कोही कसैको दुश्मन हुँदैन होइन त्यो भनेको चाहिँ एकछिन जनताको अगाडि मात्रै हो बाँकी अन द ब्याक चाहिँ सबैजना सँगै बसेर चिया खाने सबै कुरा भइरहेको हुन्छ है र मान्छेहरू यति फेडअप भइसकेका छन् कि अब चाहिँ नयाँलाई चान्स दिनैपर्छ भनेर चाहिँ सबैले भनिरहेका छन् सो यदि मान्छेले क्यामेराको अगाडि मात्रै नयाँलाई चान्स दिनुपर्छ यदि नभनेका हुन् भनेदेखि चाहिँ त्यो कन्डिसनमा चाहिँ डेफिनेटली पनि नयाँहरूले चान्स चाहिँ पाउँछन् र नयाँमा चाहिँ अहिले कहीँ न कहीँ धेरैजनाले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ वैकल्पिक शक्तिको रूपमा हेरिरहेका छन् होइन कि वैकल्पिक अब को अप्सन को त यदि पुरानोहरूलाई भोट नदिने हो भने नयाँ अप्सन को भन्दाखेरि त्यही पार्टीले चाहिँ आफूलाई एज अ वैकल्पिक पार्टीको रूपमा प्रचार प्रसार गरिरहेको छ जुन चाहिँ अब ठिकै हुन्छ होइन अब यति भन्दै अलिकति रियालिटी चेक पनि दिनुपर्छ होइन यदि यसो फेस वाइज मात्रै हेर्ने हो भने फेस भ्यालु वाइज चाहिँ कतिजनाले जित्छन् भनेदेखि चाहिँ राजसभामा पनि त्यति धेरै पनि मान्छेहरू चाहिँ छैनन् जो चाहिँ फेस वाइज नै जित्छन् होला होइन 30 देखि 30जना होलान् जसले चाहिँ स्योर सर्ट नै भन्न सक्छौँ हामीले कि उनीहरूले चाहिँ आफ्नो ठाउँबाट जित्छन् होला तर बाँकीको मान्छेहरूमा आई डाउट बाँकीको मान्छेहरूलाई त्यति धेरैजनाले चिन्दा पनि चिन्दैनन् र उनीहरूले केही काम गरेको छन् या छैनन् भन्ने बारे पनि थाहा छैन सो डेफिनेटली जित्छन् जित्दैनन् भनेर चाहिँ कन्फर्मका साथ त केही पनि भन्न सकिन्न प्लस समानुपातिकमा यदि योपल्ट बालनको क्रेजकै कारणले भए पनि जसरी इन्डियामा चाहिँ मोदीले आफ्नो क्याम्पेन गर्दाखेरि चाहिँ के गर्छन् भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ आफ्नो लोकल नेतालाई भोट नदिएर सिधै मलाई प्रधानमन्त्री बनाउनको लागि भोट दिएको जसरी चाहिँ मार्केटिङ गरिरहेका हुन्छन् होइन आफ्नो इलेक्सन क्याम्पेनहरू सो यदि राष्ट्रपाले पनि त्यही क्याम्पेन गर्ने हो भनेदेखि चाहिँ समानुपातिकतिर अलिकति बढी भोट पर्न सक्छ होइन इभन यदि बालनले चाहिँ पुरै देशभरि नै इलेक्सन अघि यदि घुम्छन् भने सबैतिर घुम्छन् भने त्यसले चाहिँ डेफिनेटली पनि जनतामा चाहिँ एउटा आश्वासन जस्तो दिन्छ कि के थाहा पछि आएर चाहिँ राम्रो काम गर्न सक्छन् होइन सो त्यो अनुसारले भन्ने हो भने चाहिँ जनताहरूले अलिकति बालनतर्फ चाहिँ बालन टोटली सेन्टरमै राखेर भनौँ होइन बालन या राष्ट्रपाललाई चाहिँ भोट दिन्छन् होइन यो सँगै एउटा अझै कुरा के देखिरहेको छु भन्दाखेरि चाहिँ केपी ओली भयो होइन जसले जेसुकै भनौँ होइन कि केपी ओली डराएका छैनन् यताउता सबैतिर सुन्न सक्छौँ हामी तर त्यो प्रष्टै देखिन्छ होइन उनी डराएका छन् र अर्कोतिर भन्ने हो भने तिनवटा ठुला बडा नेता थिए होइन नेपालमा त्यहाँबाट अर्को भन्ने हो भने अब शेरबहादुर देउवा चाहिँ चुनावै नलड्ने भइसके यदि केपी ओली र बालन सँगै लड्छन् र मानौँ त्यो कन्टेक्स्टमा यदि केपी ओली हार्छन् भने यत्तिकै पनि केपी ओली प्रधानमन्त्रीको क्यान्डिडेटको लागि अभाइलेबल नै हुँदैनन् र अर्कोतिर पुष्पकमल दाहाल प्रचण्ड होइन उनको चाहिँ त्यति मेजोरिटी उनको टिम पार्टीले चाहिँ लिएर आउँदैन र चान्सेस छ कि उनीहरू तिनजना चाहिँ देशको तिनवटा ठुलो पार्टी टाइपमा बसेका थिए र योपल्ट चाहिँ सायद देशको चौथो पार्टी बन्छन् होला या त पाँचौँ पार्टी जे पनि हुनसक्छ होइन बालनको पक्षमा एउटा कुरा के पनि जान्छ भने यदि तपाईँहरूले कुनै पनि नेताहरूको भाषण सुन्नुहुन्छ भनेदेखि चाहिँ त्यहाँनिर चाहिँ सबै नेताले के गर्छन् भन्दा आफ्नो त तारिफ गर्छन् त्यो अभ्यस कुरा भयो सबैले आफ्नो तारिफ गर्छन् होइन तर आफ्नो तारिफ बाहेक चाहिँ उनले चाहिँ विरोधीको चाहिँ बारेमा नराम्रो चाहिँ कहिले पनि भन्दैन कस्तो टाइपको भन्दाखेरि चाहिँ उनी एक्लै चुनावमा उठिरहेका छन् उनको ओपोनेन्टले उनलाई मतलबै छैन होइन उनको ओपोनेन्ट चाहिँ यत्तिकै लड्या हो जस्तो टाइपको होइन सो यदि मानौँ कि कसैले क्याम्पेन नै यसरी गर्छ कि जो ओपोनेन्ट छ त्यो ओपोनेन्ट मेरो लागि म्याटर नै गर्दैन होइन सो जनतालाई पनि मेन्टल्ली चाहिँ काहीँ न काहीँ त्यो थट चाहिँ गइरहेको हुन्छ कि यस त्यो मान्छेले चाहिँ कहिले पनि
ओपोनेन्टको मेन्सनै गरेन के। सो भनेपछि त यही मात्रै हो, यसैले जित्छ टाइपको सेन्टिमेन्टहरू आउँछ भनेदेखि त्यहाँनिर पनि चाहिँ बढीभन्दा बढी भोट पर्ने चान्सेसहरू हुन्छ होइन। त्यो पनि डेफिनेटली हेल्प चाहिँ गर्न जान्छ होला बालनलाई जस्तो लाग्छ मलाई चाहिँ। र बाँकी जब बालनले आफ्नो 2-3टा लाइन होइन, जब हिजो जुन जनकपुरमा भाषण गरेका थिए त्यसमा चाहिँ 2-3टा लाइन यस्तो लाइनहरू थियो होइन, जुन चाहिँ हेर्दैखेरि हामी यो भन्न सक्छौँ कि यो लाइन चाहिँ बनाएकै हो यसको लागि कि भोलिपल्ट इन्टरनेटमा भाइरल गरियोस् होइन। र जुनबाट भाइरल गरियोस् भनेर बनाएको लाइनहरू छ जस्तो लाग्छ होइन। तर त्यसमा ह्याभिङ सेड द्याट उनले भनेको कुराहरू चाहिँ काहीँ न काहीँ सेन्स चाहिँ बनाउँछ होइन, कि जस्तै काठमाडौँ चाहिँ न्याय लिन जानु पर्दैन, प्रदेश जब छँदैछ भने न्याय लिन काठमाडौँ किन जाने त, काठमाडौँ घुम्न जाने, एकदम सही कुरा जस्तो लाग्छ होइन। त्यो चाहिँ सही, जे हुँदा पनि काठमाडौँ नै आउनुपर्ने, काठमाडौँ सेन्टर हब बनेर बस्नुपर्ने होइन। कसैलाई केही उपचार केही गराउनु छ भने काठमाडौँ आउनुपर्ने, काठमाडौँभन्दा बाहिर चाहिँ किन केही कुरा नहुने होइन। अहिलेसम्म यत्रो वर्ष यताउता सबैको सरकार चल्यो, कसैले पनि गर्न सकेन। र त्यही कुरालाई उनीहरूले मेन्सन पनि गर्दैनन् होइन। एउटा अझै कुरा होइन, जब केपी ओलीहरूको जब भाषणहरू यताउता सुनिरहेको हुन्छ त्यहाँनिर चाहिँ उनीहरूले बारम्बार के मेन्सन गर्छन् भन्दा चाहिँ जसले संरचनाहरू जलाए यताउता गरे, उनीहरूले एउटा म्याटर अफ फ्याक्ट कुरै डिस्कसै गर्दैनन् कि यति धेरैजना मान्छे मरे नि होइन, त्यो संरचना जुन भत्कियो जुन बिग्रियो त्यो हुनु नपर्ने थियो होइन। त्यो भन्छ होइन, जुन सरकारी सम्पत्तिहरू थियो त्यो भत्काउनु नपर्ने थियो, यताउता गर्नु नपर्ने थियो। तर सायद सरकारी संरचनाहरू आज नत्र भोलि होइन, 5 वर्षपछि नै भनौँ न, त्यो चाहिँ इभेन्चुअली बन्छ होइन। तर जुन व्यक्ति त्यो आन्दोलनमा बित्यो नि होइन, ऊ फर्केर चाहिँ आउन सक्दैन होइन। जो मान्छेहरू शहीद भए होइन, उनीहरू चाहिँ फर्केर आउनै सक्दैनन् के। इभेन्चुअली पछि सबै मान्छे आफ्नो आफ्नो लाइफमा बिजी हुन्छन्। तर जसको घरबाट मान्छेहरू बित्यो, जसको फ्यामिलीको मान्छेहरू बित्यो होइन, उनीहरूले चाहिँ सधैँ सफर गर्छन् के, चाहे जस्तो सुकै राम्रो सरकार आओस्, जस्तो सुकै जेसुकै होस् के, उनीहरूले चाहिँ हमेसा जहिले पनि सफर चाहिँ गर्छन् नै गर्छन् होइन। अनि यो फ्याक्टलाई एड्रेस नगरिदिँदाखेरि चाहिँ कस्तो खराब लाग्छ। र एड्रेस कसरी गर्छन् होइन, उनीहरूकै एगेन्स्टमा त थियो त्यो सबै प्रोटेस्ट, र उनीहरू नै पावरमा हुँदाखेरि नै पुलिसहरूले चाहिँ गोली चलाएका थिए होइन। सायद उनीहरूले नै अर्डर त दिएका होला नि, अर्डर नदिकन त पुलिस आफैले त्यस्तो काम त गर्दैनन् होला जस्तो लाग्छ पक्कै पनि। सो यो कुरा चाहिँ हामी सबैले बुझ्नुपर्ने कुरा के हुन्छ भने चाहिँ भौतिक संरचनाहरू आज नत्र भोलि बन्छ, यो नबन्ने कुरै होइन। तर एकचोटि बितेर गएको मान्छे फर्केर आउँदैन। उसले त राम्रो नेपाल देख्दै देखेन नि, राम्रो नेपाल हेर्ने चाहना थियो उसको, त्यही भएर ऊ प्रोटेस्टमा गएको थियो। तर राम्रो नेपाल को लागि नेपालको लागि ऊ गर्दाखेरि उसले के पायो भन्दाखेरि चाहिँ गोली पायो होइन। र ऊ संसारै छोडेर जानु पर्यो, नेपाललाई राम्रो देख्छु भन्दा भन्दै नेपाल त टाढाको कुरा हो, नेपाल छोडेरै जानुपर्ने अवस्था भइदियो होइन। र यसकै साथसाथ अझ अरू कुराहरूले के फरक, अरू कुराहरूले धेरै रोल प्ले गर्छ के भन्दाखेरि चाहिँ अहिले वैकल्पिक शक्तिहरू जस्तै हर्क साम्पाङको टिमहरू पनि धेरै नै आइसकेका छन्। केही भोट उनीहरूले काटिदिन्छन् होला, अर्को यता भन्ने हो भने केही भोट भनेको चाहिँ उज्यालो नेपाल पार्टीहरूले काटिदिन्छन् होला होइन। अर्कोतिर योपालि धेरैजना यस्तो पढे लेखेको मान्छेहरू या भनौँ होइन, त्यस्तो टाइपको मान्छेहरू पनि चाहिँ चुनावमा उम्मिँदैछन् होइन, चुनावको लागि रेडी हुँदैछन् होइन। यता 2-4जना चाहिँ एकदम राम्रो नामहरू यदि म मेन्सन गर्छु भने जगदीश खरेलहरू पनि आइरहेका छन् होइन, इभन बब्लु गुप्ताहरू सबैजना चुनावमा आउँदैछन्, जुन चाहिँ राम्रो पनि हो। र सायद एउटा फन्नी कुरा के हेर्दै थियो भने एउटा पेज छ इन्जिनियरिङको बेथरहरूलाई के थाहा, त्यो पेजले एउटा हालेको थियो होइन, जहाँनिर चाहिँ कुनै मान्छेले बालनको सेमेस्टर वाइज रिजल्टलाई चाहिँ क्रिटिसाइज गरिरहेको थियो होइन। र त्यहाँनिर चाहिँ पक्कै पनि उनीहरूले क्यालकुलेसनमा सिजिपिए क्यालकुलेसन गर्दाखेरि चाहिँ मिस्टेक गरेका थिए। तर एउटा कुरा के बुझ्नुपर्ने कुरा के हुन्छ भनेदेखि चाहिँ 8 कक्षा पढेको मान्छेले होइन, 8 क्लास पनि पढेको छ कि छैन जसको एभिडेन्स छैन, त्यो मान्छेले चाहिँ देश चलाउन सक्छ। र कुनै मान्छेले चाहिँ इन्जिनियरिङ भनेपछि ब्याचलर गरिसक्यो, ब्याचलर पछि पनि मास्टर्स पनि गरिसक्यो होइन, त्यो मान्छेले चाहिँ देश चलाउन नसक्ने अरे। तर कुनै मान्छे 8 कक्षा मात्रै पढेको छ, त्यो मान्छेले देश चलाउन सक्ने। यो भनेको चाहिँ काहीँ न काहीँ भन्दाखेरि हाम्रो देशको विडम्बना जस्तो लाग्छ होइन, जहाँनिर चाहिँ कोही मान्छे एक्चुअलमा अगाडि बढ्न खोज्यो भने चाहिँ उसको खुट्टा तान्ने अलरेडी पछाडि हुन्छ होइन। सो यु कान्ट डु एनिथिङ अबाउट द्याट होइन। र म पनि एउटा जेनजीहरू मध्ये नै पर्छु, र यस हामी चाहिँ पुरानो गभर्मेन्टदेखि फेडअप भइसकेका छौँ। र त्यो चाहिँ एज अ जेनजी पनि एड्रेस गर्दैछु म होइन। अब हामीलाई वैकल्पिक शक्ति चाहिन्छ नै चाहिन्छ, र पुरानोलाई हटाएर चाहिँ नयाँ नै चाहिन्छ होइन। चाहे पुरानै पार्टीमा नयाँ मान्छेहरू आउन् होइन, तर नयाँ चाहिँ चाहिन्छ। त्यो पुरानो मान्छेहरू काम छैन, उनीहरूले केही गर्नै सकेनन्, र केही थिए भन्ने आशा भएको भए सायद यो आन्दोलन हुँदै हुँदैन थियो होइन। सो डेफिनेटली सबैजनाले मिलेर चाहिँ अब योपालिको इलेक्सनलाई चाहिँ सक्सेसफुल पार्नुपर्छ होइन। र होप गर्छौँ कि आगामी
आगामी दिनमा चाहिँ नयाँ नेपाल होइन राम्रो नेपाल सुन्दर नेपाल देख्न पाइयोस् है, यति मात्रै कामना रहेको छ। हस् त, धन्यवाद। रेन्टिङ धेरै भयो जस्तो छ। योभन्दा अगाडिको भिडियो पनि एकचोटि हेरिदिनु होला प्लिज। एन्ड यस थ्याङ्क यू र सब्सक्राइब पनि गरिदिनु। 100 सब्सक्राइबर पुर्याउनु पर्ने छ यो भिडियो पछि जसरी पनि है त। बाई बाई।